3 अध्याय। पत्रुस र यूहन्ना दिउँसो 3 बजे प्रार्थनाको समयमा मन्दिरमा जाँदै थिए। मन्दिरभित्र पस्नेहरूबाट भिख माग्न जन्मेदेखिको एकजना लङ्गडालाई मानिसहरू बोकेर ल्याउँथे र दिनहुँ मन्दिरको सुन्दर नामक ढोकामा राखिदिन्थे। पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेका देखेर त्यसले भिख माग्यो। यूहन्ना सँगै पत्रुसले त्यसलाई एकटक लाएर हेरिकन भने, हामीतिर हेर। तिनीहरूबाट केही पाउने आशा गरेर त्यसले ध्यान दिएर तिनीहरूलाई हेर्यो। तब पत्रुसले भने, सुन चाँदी मसित छैन, तर जे मसित छ त्यही म तँलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाउँमा हिँड। तिनले त्यसको दाहिने हात समातेर त्यसलाई उठाए र तुरुन्तै त्यसका खुट्टाहरू र गोलीगाँठामा तागत आयो अनि जुरुक्कै उठेर त्यो खडा भयो र हिँड्न थाल्यो र हिँड्दै र उफ्रदै र परमेश्वरको स्तुति गर्दै तिनीहरूसँग मन्दिरमा पस्यो। तब सबै मानिसहरूले त्यसलाई हिँड्दै गरेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे। तिनीहरूले त्यसलाई मन्दिरको सुन्दर ढोकामा भिख माग्न बसिरहने यही नै हो भनेर चिने र त्यसमाथि भएको कुरामा तिनीहरूले अचम्म माने र आश्चर्यचकित भए। त्यो मानिस पत्रुस र यूहन्नाको पछि पछि लागेको देखेर सबै मानिसहरू अति अचम्म मान्दै सोलोमन नामक दलानमा एकसाथ तिनीहरू कहाँ दगुरी आए। यो देखेर पत्रुसले मानिसहरूलाई भने, इस्राएलका मानिस हो, यस कुरामा तपाईहरू किन अचम्म मान्नुहुन्छ? अथवा हाम्रो आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यसलाई हिँड्ने तुल्याए जस्तै किन वाल्न परेर हामीलाई हेर्नुहुन्छ? अब्राहम, इसाक र याकुबका परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले आफ्ना सेवक येशूलाई महिमित पार्नुभयो, जसलाई तपाईहरूले चाहिँ पक्राइदिनु भयो र पिलातसले उहाँलाई छोडिदिने विचार गर्दा पनि तपाईहरूले उहाँलाई उनकै सामने अस्वीकार गर्नुभयो। तर तपाईहरूले पवित्र र धर्मी जनलाई अस्वीकार गरिकन एउटा ज्यानमारालाई छोडिदिने माग गर्नुभयो र जीवनका कर्तालाई तपाईहरूले मार्नुभयो, जसलाई परमेश्वरले मृतकबाट बिउताउनुभयो। हामी यसका साक्षी छौं। उहाँको नाउँमाथि गरेको विश्वासले र उहाँकै नाउँले तपाईहरूले देखेका र जानेका यस मानिसलाई बलियो तुल्यायो। येशूबाट पाएको विश्वासले यस मानिसलाई तपाईहरू सबैका सामुन्ने पुरा निको पार्यो। अब भाइ हो, मलाई थाहा छ कि तपाईहरूले अजानमा त्यसो गर्नुभयो र तपाईका शासकहरूले पनि त्यसै गरे। उहाँका ख्रीष्टले दुःख भोग्नुपर्छ भनी परमेश्वरले सबै अगमवक्ताका मुखबाट भन्नुभएको अगमवाणी उहाँले यसरी पूरा गर्नुभयो। यसकारण पश्चाताप गर्नुहोस् र फर्कनुहोस् कि तपाईहरूका पाप मेटिउन् र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस् र उहाँले तपाईहरूका निम्ति अघिबाटै नियुक्त गर्नुभएको ख्रीष्ट अर्थात् येशूलाई पठाइदिनुहुन्छ। परमेश्वरले प्राचीन कालदेखि आफ्ना पवित्र अगमवक्ताका मुखबाट बोल्नुभएका सबै थोकको पुनरुत्थापन हुने समय नाउन्जेल ख्रीष्ट स्वर्गमा अवश्य रहनुपर्छ। मूसाले भनेका थिए, परमप्रभु परमेश्वरले मलाई खडा गर्नुभए जस्तै तिमीहरूका दाजुभाइहरूका माझबाट एउटा अगमवक्ता तिमीहरूका निम्ति खडा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे भन्नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्नुपर्छ। यसो हुनेछ कि त्यस अगमवक्तालाई नसुन्ने जति हरेक प्राणी मानिसहरूका बीचबाट नष्ट हुनेछ। सामुएलदेखि लिएर त्यसपछिका सबै अगमवक्ताहरू जतिले बोलेका छन्, ती सबले यिनै दिनहरूको घोषणा गरेका छन्। तपाईहरू यिनै अगमवक्ताहरूका र त्यही करारका सन्तान हुनुहुन्छ, जुन करार परमेश्वरले तपाईहरूका पुर्खा अब्राहमसँग यसो भनेर बाँध्नुभयो, तिम्रा सन्तानमा पृथ्वीका सबै परिवारले आशिष पाउनेछन्। तपाईहरू हरेकलाई आफ्नो दुष्टताबाट फर्काएर तपाईहरूलाई आशिष दिन भनी परमेश्वरले आफ्ना सेवकलाई खडा गर्नुभयो र सर्वप्रथम तपाईहरू कहाँ पठाउनुभयो।